तोकिएका पदाधिकारीले मात्रै पाउने कुरा रहेछ। तर धेरै अब माननीय ज्यूहरू त विभिन्न कार्यक्रमहरूमा पनि विदेश भ्रमणमा जानुपर्ने भएकोले गर्दाखेरि अहिलेको ऐन र नियमावली अनुसार चाहिँ त्यो दिन नमिल्ने होइन। तर अब यसलाई आगामी दिनमा माननीयहरूलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह विभिन्न दलको तर्फबाट लिनलाई बोलाउनु भएको हो। किनभने कुनै पनि प्रतिनिधि सभाको सदस्य विदेश जाँदाखेरि ऊ एउटा चाहिँ देशकै रिप्रेजेन्ट गरेर जाने हो। त्यसले गर्दाखेरि राष्ट्रको गरिमामा पनि आँच नआओस् र ऐन र नियम कानुन भन्दा माथि बाहिर गएर पनि काम नहोस् भनेर त्यसलाई परिमार्जित गर्ने कि त्यसलाई आगामी दिनमा कसरी जाने भनेर यति विषयमा मात्रै छलफल भएको। अब हामी सबै सचेतकहरूले आफ्नो दलमा सल्लाह गरेर फेरि अर्को पटकको बैठकमा बस्ने कुरा भयो। यसमा चाहिँ परराष्ट्रका सचिवज्यूहरूले पनि यसको चाहिँ कानुनी प्रावधानहरू बारेमा हामीलाई बताउनु भएको छ। अब त्यसैको आधारमा फेरि अर्को बैठक बसिन्छ, यति मात्रै होइन। केही सांसदहरूले केही एप्लिकेसन चाहिँ आएको भएर, किनभने अब तपाईँहरू हामीहरू यो पोर्टफोलियोमा भइसकेपछि विदेशबाट निम्तोहरू पनि आउँछ। हाम्रै पार्टीका विभिन्न प्रवासी समाजहरू हुन्छ, त्यहाँबाट पनि हामीलाई निम्तो पनि आउँछ। अब त्यसमै जानको लागि पहिलाको अभ्यास हेर्ने हो भने त्यो हुने बित्तिकै पाउने थियो होइन। तर त्यो कुरा पनि हामीले डिस्कस गर्यौँ। पहिलाको कानुनमा चाहिँ किन पालना भएन छ त भन्ने कुराको पनि यसमा पनि विचार विमर्शहरू भयो। अब केही माननीयज्यूहरूको आएको भएर यसलाई चाहिँ अब बहसमै लगेर यसलाई सहजीकरण गरौँ भन्ने विषय हो। सभामुखको भूमिका मलाई अति नै सराहनीय लागेको छ। किनभने उहाँले एउटा के गरिराख्नु भएको छ भने के गतिविधि भइरहेको छ भन्ने कुरामा सबै दललाई इन्क्लुड गरिराख्नु भएको छ। किनभने हामी सबै स्टेक होल्डर हो यो गभर्मेन्टको। त्यसले गर्दा उहाँको यो कुरा चाहिँ मलाई अत्यन्त सराहनीय लागेको